हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म धेरै लामो समयपछि तपाईँहरूमा आज एउटा भिडियो लिएर उपस्थित भइसकेको छु र त्यो भिडियो चाहिँ मेरो अर्ग्यानिक गाउँको भिडियो हुँदैछ। अनि सबैजनाले हेर्नुहोला र के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला भनेर त म भनिरहेको छु, तर आउँदैन। तर ठिक छ, त्यही पनि म प्रयास गरिरहेको छु, भिडियोहरू हालिरहेको छु। बिस्तारै आउँदैछ, राम्रो राम्रो म भेरिफाई हुँदैछु। अलिकति अहिले क्यामेरा क्वालिटी पनि सुध्रिरहेको छ। सबैले माया गर्नुहुनेछ हेर्ने जतिले, र हेरिसकेपछि लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। यही भन्दै अब भिडियो स्टार्ट हुँदैछ है। ल आज साथीहरू हाम्रो चाहिँ माछा बन्ने क्रममा छ है। यता हिजो चाहिँ बुटोलबाट ल्याएको, बुटोल होइन तानसेनबाट ल्याएको माछा बनाउँदैछु म। अलिकति मेरो घरमा चाहिँ डिमान्ड भयो कि मैले बनाएको माछा खानालाई आगोमा बनाइदिउँ है त। यो प्याजलाई चाहिँ गोल्डन ब्राउन हुने गरी चाहिँ सरर दिनुपर्छ एकछिन है, अलिक बल्ल हुन्छ। लगभग अब गोल्डन ब्राउन हुन लागिसक्यो है। अब मस्त भुटिरहेछ यो प्याज। अझै मैले यसलाई खराउँछु, किनभने अहिले टेस्ट चाहिँ बवाल हुन्छ कि अलिक खरियो भने। मलाई चाहिँ माछा पकाउन जे सिकियो भनौँ न। म धेरै लगभग 3-4 वर्ष चाहिँ एक्लै आफ्नो लाइफमा 3-4 वर्ष चाहिँ एक्लै नै खाना पकाउने, खाने, बस्ने, काम गर्ने गरियो। त्यही 4 वर्षभित्रमा चाहिँ मैले धेरै सिकेँ खाना पकाउनलाई। आफै युट्युब हेर्दै पकाउँथेँ। सुरुमा चाहिँ मलाई केही पनि आउँथेन। अब चाहिँ यो लगभग भयो प्याज। अब यसमा चाहिँ म हल्का टमाटर हालिदिन्छु। अनि नुन र बेसार हालिदिइसकेँ मैले, टमाटर पनि हालेँ। अनि एकछिन सरर चलाइदिन्छु, टमाटर पकाउनु पऱ्यो एकछिन। अनि अब यतिको भएछ टमाटर, र एकछिन यसलाई चाहिँ मजाले ढाकिदिनु पर्छ है त। यसको लागि सिक्रेट मसला रेडी भइसकेको छ, यो चाहिँ अहिले हाल्नुपर्छ। अब लगभग टमाटर पनि कुशल तरिकाले पाकिसक्ने अवस्थामा पुग्यो छ। अब यसमा हल्का यो अघिको मसलाको पेस्ट यसलाई अब सरर गरिदिनु। ल मसला चाहिँ अब लगभग मसला पनि पाकिसकेको अवस्था छ। थोरै हामी चाहिँ पानी एड गर्छौँ है त, अलिकति डरला जस्तो सिचुएसन भइदियो। द्याट्स वाइ अझै अलिकति पानी हाल्नुपर्ने अवस्था देखिएको छ। हल्का पोखिएको पनि अवस्था। तिमी उता जाऊ त, मलाई ल्याङ नगर यहाँ। मलाई राम्रोसँग आफ्नो तरिकाले पकाउँछु, फेरि म छोडेर हिँडिदिन्छु, फेरि कन्ट्रोल नाला अहिले ठिक्क छ। ओके बाई, म आफ्नै तरिकाले पकाउँछु, मलाई डिस्टर्ब नगर। अब यसमा चाहिँ माछा एड हुँदैछ है त। अनि मजाले यो चाहिँ यस्तो चलाइदिनु पर्छ। चलाइसकेपछि यो चाहिँ लतक्क जताततै मसलाहरू फिजिन्छ नि त। अब चाहिँ टक्क लाएर यसलाई ढाकिदिनु पर्छ है त। ल साथीहरू यसलाई चिन्नुहुन्छ यो के हो। अब हामी चाहिँ यो लगेर तरकारीमा हाल्छौँ है त। यो भयो यहाँ, अनि यता पनि छ। यो चिन्नुहुन्छ साथीहरू। अब यो लगेर हाल्नुपर्छ है त। यस्तो खतरा तरिकाले कटिङ हुँदैछ। अर्ग्यानिक हात राम्रो भएको त। ओ माई गॉड, लुक्स त कडा आयो नि साथीहरू। लुक्स चाहिँ कडै आयो, च्याप पो भयो है लुक्स चाहिँ। चाख्ने हो अहिले, रोक्नु अहिले झारौँ न, म झार्छु। ल परमेश्वर सबैले खानु होला, हामीले यस्तै चढाइदिएर खान्छौँ। तर मैले चाहिँ भुइँमै चढाइदिएँ।
कटौरो यो मसला कटौरो हो सानो यो चाहिँ म चाख्नलाई झिकेको छु कस्तो भए यो चाखेपछि चाहिँ यहाँको गतिविधि के हुन्छ सब थाहा हुन्छ साथीहरूले चाहिँ यसो ढाक्दिएर अब म चाहिँ यहाँ सुन्तला छ अरे सुन्तलातिर जान्छु ल सुन्तला चाहिँ टन्नै रहेछ अझै पनि तिहार सकिसकेपछि पनि तिहार टन्नै छ तिहार कि सुन्तला टन्नै रहेछ सुन्तला चाहिँ अब झार्नु पर्छ है यत्रो यत्रो ठुल्ठुलो छ हाम्रो सुगम सरले झार्दै हुनुहुन्छ है त सुन्तला झार्ने के लिए मैं रेडी गो बाबु भाँचिस् भने फेरि तँ भाँचिन्छस् त्यही हो ख्याल गर सुम राम्ररी यति अर माथि हो त्यही झारै ठुलो सक्दैन यसले ल यससँग ल सुन्तला झाल्ने मान्छे ल है सर सुशान्त सर सक्नुहुन्छ मेरो बाबु कहाँ हो मेरो बाबु कहाँ हो त्यति नि हो त्यो अड्के छ हो त एउटा मात्र चाहम है अहिले ल के कि अर्को नि एउटा अहिले ल्याउनु भएको छैन के अरे जम्मा 1 किलोको सुन्तला कत्रो छ त देखिस् नि आइडिया कसरी झार्ने सिक श्रम अब चाहिँ सुन्तला हाम्रो च्याप्पो हुँदैछ सुन्तला कार्यक्रम यिनको स्पेसल फरमाइसमा ल यता हाम्रो के भइरहेछ गतिविधि फोक है त अब चाहिँ लगभग अलमोस्ट पाकिसके जस्तो लाग्छ मलाई अब चाहिँ हाम्रो अलिकति पानी थप्नु पर्छ पानी थपौँ है त रुक म चाहिँ अब सुन्तला हान्दिँदैछु है त गुलिया हाम्रो छेउमा मिठो रहेछ नि बहिनीको घरको सुन्तला खाइन्न क्या आमा अब चाहिँ मजाले सुपमा बुलबुल उमालेर पकाउँदैछु यो सबै उम्लिसकेपछि ल है त साथीहरू अलमोस्ट पाकिसक्यो अब चाहिँ सर्भ गर्नुको लागि रेडी ल अब रेडी भयो अब चाहिँ म अर्ग्यानिक पारामा अब माछा अब चाख्नु पर्यो लोकल चामल र लोकल तरिकामा बसेर खाइँदैछ है त ल है ल हजुर पनि त्यति बसौँ खानु